मलाई हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईको चाहिँ हाम्रो उत्तरको प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईको महसुस भइरहेछ सम्माननीय सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूले यो उहाँको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, यो चाहिँ इतिहासमा एउटा नजिर तपाईको चाहिँ यस्तो स्थापित भयो। सम्माननीय सभामुख महोदय, भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनको रोस्टमबाट चाहिँ आएर राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ, यहाँ आएर माफी मागेर आफ्नो तपाईको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईको हामीले कसैको भूमि मिच्दैनौँ र कसैले भूमि मिच्नु दिँदैन सभामुख महोदय। त्यसै कारणले गर्दाखेरि यो कुनै पार्टी व्यक्ति विशेष होइन सभामुख महोदय। त्यसै कारणले सम्माननीय सभामुख मार्फत रुलिङ गरियोस्, प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर तपाईको चाहिँ हटाउनु पर्छ र जबसम्म त्यो तपाईको चाहिँ कार्य यो सम्मानित सदनबाट हुँदैन, श्रम संस्कृति पार्टीले निरन्तर तपाईको यो बैठक सदन चल्न दिँदैन, अवरोध गरन्छ सभामुख महोदय भन्न चाहन्छु। हस्, धन्यवाद। जय देश, जय माटो।